31 दिसंबर 2025 और 1 जनवरी 2026 को संपन्न हुए 2 दिवसीय सद्भावना सम्मेलन के बाद आज 17 जनवरी को समीक्षा सभा का आयोजन संत आवास में किया जा रहा है। समाज सेवी तथा देश विदेश में अध्यात्म ज्ञान के प्रचार प्रसार द्वारा मानव को अध्यात्म ज्ञान का क्रियात्मक बोध कराकर समाज में प्रेम, सद्भावना तथा शांति स्थापित करने हेतु निस्वार्थ भाव से दिन रात संलग्न आध्यात्मिक सद्गुरु श्री सतपाल जी महाराज की आज्ञा एवं कुशल मार्ग निर्देशन में कार्यरत आध्यात्मिक संस्था मानवोत्थान सेवा समिति के तत्वाधान में विगत 31 दिसंबर 2025 तथा 1 जनवरी 2026 को सालूगारा मानव धर्म आश्रम परिसर में सफलतापूर्वक संपन्न सिलीगुड़ी सद्भावना सम्मेलन का समीक्षा सभा आज 17 जनवरी को सालूगारा मानव धर्म आश्रम के संत आवास में सुसंपन्न हुआ। इस सभा में समिति तथा सेवा दल के सभी अग्रज कार्यकर्तागण से लेकर सभी विभागों के प्रभारीगण उपस्थित हुए। उत्तर पूर्वांचल क्षेत्र के अध्यक्ष महात्मा दीपिका बाई जी सहित विभिन्न तहसीलों के अनेकों प्रभारी संत महात्मा गण की उपस्थिति में समीक्षा सभा दिव्य रूप से संपन्न हुआ। सद्भावना सम्मेलन को सफल बनाने में सभी विभागों के कार्यों की समीक्षा की गई तथा इस सम्मेलन में घटित त्रुटियों को चिन्हित कर आने वाले सद्भावना सम्मेलन में इसे दूर करने की तौर तरीकों पर सहमति जताई गई। लेखा विभाग के इंचार्ज श्री नीमा शेरपा सहित दार्जिलिंग, सिक्किम, भूटान तथा द्वास मंडल के चारों मंडल प्रमुखों ने अपने अपने विचार एवं सुझाव सभा में रखे। समिति के मूल सचिव श्री प्रकाश हांकिम, दार्जिलिंग एवं सिक्किम मंडल के प्रांतपाल श्री भीम प्रकाश राय, समिति डॉक्टर जयप्रकाश अग्रवाल तथा सिक्किम राज्य के पूर्व मंत्री तथा समिति के वरिष्ठ सलाहकार श्री गिरीश चंद्र राय ने अपने अपने विचारों द्वारा आने वाले समय में संपादित होने वाले सद्भावना सम्मेलन को और बेहतर बनाने के लिए कार्यकर्ताओं का मार्ग प्रशस्त किया। सभी को संबोधित करते हुए सद्गुरु श्री सतपाल जी महाराज के शिष्या तथा उत्तर पूर्वांचल क्षेत्र के अध्यक्ष महात्मा दीपिका बाई जी ने कहा कि सद्गुरु महाराज जी का मिशन आत्मज्ञान के प्रचार को चहुदिश पहुंचाकर जन जन के हृदय में आत्मज्ञान का प्रकाश फैलाना है। इस आध्यात्मिक कार्य को पूरा करने में सहभागी बनने का मौका हम लोगों को मिला है, जो हम सब के लिए परम सौभाग्य का विषय है। आजको समूह समितिमा आफ्नो कीमती समय लिएर आउनुहुने सम्पूर्ण कार्यकर्तागण र जति पनि विभाग इन्चार्जहरू हुनुहुन्छ हजुर सबैलाई नौ वर्षको हार्दिक मङ्गलमय शुभकामनाको साथमा आजको सभामा हजुरलाई स्वागत गर्दै सद्गुरुदेव श्री महाराज जी को असीम अनुकंपा दयाद्वारा हजुर हामीलाई हर वर्षको भाँति यस वर्ष पनि दिव्य विभूतिको दिव्य दर्शन सत्संगको पुनः लाभ उठाउने हामीले सो अवसर प्राप्त गर्यौं र त्यो अवसरलाई लिएर तपाईँ हामी कार्यमा रत थियौं र कार्यमा रत रहँदाखेरि कतिवटा कमी कमजोरी जे पनि भएको छ त्यसलाई हामीले आउँदो दिनहरूमा सुल्झाउने पक्षमा हामी तय गरेका छौं र सर्वप्रथम हजुरहरूलाई म यही भन्न चाहन्छु, मेरो सन्त समाजलाई पनि जहाँ कि उहाँले पनि अथाह प्रयास गर्नुभयो, आफ्नो जो पनि सेवा कार्यलाई जिम्मेवारी दिएको थियो जिम्मेवारी अनुकूल भूमिका निभाएर साथै साथ जति पनि हामी कार्यकर्ता लगायत आम प्रेमी इन्चार्ज जति पनि हामी छौं सबैले एकमुष्ट भएर सेवा गर्दाखेरि सारा विभूतिलाई प्रसन्न पारेर हामीले पठाउने अवसर पायौं अनि महापुरुषको लीला हामीले बुझ्न सक्दैनौं र महापुरुषको लीलालाई बुझ्नको लागि हामी त्यो गहिराईमा पुग्नुपर्छ। यसले गर्दाखेरि म सर्वप्रथम त हजुर सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरको पूर्ण सहयोगले प्रोग्राममा हाम्रो सक्सेस भयो अनि सारा दिव्य विभूति प्रसन्न भएर जानुभयो। यो एउटा पाठ छ, तर हामी यसरी पनि नभुल्नु गुरु महाराजलाई प्रसन्न गरेर पठायौं
भनेर हाम्रोमा धेरै त्रुटिहरू थियो, तर त्यो त्रुटिहरूलाई गुरु महाराजले देखाको अनदेखा गरिदिनु भयो। देखाको अनदेखा गरेर जो कि छोराछोरीले गल्ती गर्दा काहीँ बाबुआमाले अनदेखा गरेर पनि सुध्रिने मौका दिनुहुन्छ। त्यस्तै गरेर गुरु महाराजले हाम्रो धेरै ठाउँमा त्रुटि भए तापनि त्यसलाई अनदेखा गरेर अन्तमा सबैलाई नै दिव्य दर्शन र सत्सङ्गलाई दिएर हामीलाई त्यो चाहिँ कृतज्ञ गराएर गुरु महाराजले हाम्रो बिचबाट जानुभयो भने जो एउटा साकार रूपमा जानुभयो, तर एउटा निराकार रूपमा आदि पुरुषमा हामी भित्र नै विद्यमान छन् गुरु महाराजजी। र हाम्रो हर क्रियाकलापलाई गुरु महाराजले हाम्रो हृदयबाट नै हामीलाई झाँकिराख्नु भएको छ र हामीले जहिले पनि कार्य गर्दाखेरि गुरु महाराजलाई साक्षी राखेर कार्य गर्नुपर्छ भन्ने मलाई लाग्छ। र यस अर्थमा मेरो हजुर सबैसँग निवेदन छ, हामी धेरै डिपार्टमेन्टहरू हामीले छुट्याएका छौँ, धेरै कार्यहरू छ, तर धेरै कार्यहरूमा कमी कमजोरी पनि आएको छ र काहीँ हामीलाई राम्रो राम्रो सुझाउ पनि आएको छ भने काहीँ हामीलाई कम्प्लेन मात्र पनि छ। र मेरो भनाइ यही छ, हजुरले कम्प्लेन गर्नुभयो स्वाभाविक गर्नुपर्छ, तर त्यहाँ सुझाउ पनि दिने हाम्रोमा, किन कम्प्लेन गरिसकेपछि सुझाउ दिने पनि क्षमता हाम्रोमा हुनु पर्यो। जब हामीले कम्प्लेन मात्रै बतायो भने सुझाउ कसले दिने त भन्नुको मतलब तब हामीले गुरु दरबारलाई चाहिँ एउटा पाठले पनि त्यो पाठले पनि हामीले हेर्नुपर्छ। जो चाहिँ कि हामीले सत्सङ्ग सुन्ने गर्थ्यौँ, अगाडि गुरुदाईहरूले सत्सङ्ग सुनाउनुहुन्थ्यो, हामीले सत्सङ्ग सुन्थ्यौँ, हामीले सुन्थ्यौँ कि भक्तले गोबर खाएर पनि सेवा गरे। आरुनी भक्तमा हामी सुन्छौँ खेतमा रातभरि किलोमा जो चाहिँ सुतेर पनि सेवा गरे, गुरु महाराजले खोजी गरे होइन। अब हामीले यस्तो त्याग तपस्याको सत्सङ्गहरू सुन्नु पनि पाइँदैन, हो कि होइन? अनि त्यो नपाउँदाखेरि के भइरहेको छ भन्दाखेरि चाहिँ अब हामीले गुरु दरबारलाई सुविधा मात्रै खोजिरहेको छ, एउटा सुविधा गर्थ्यो अर्को सुविधा खोज्दैछौँ। अब यो त हाम्रो इच्छा शक्ति हो नि त। इच्छा चाहिँ कस्तो हुन्छ भन्दा एउटा इच्छा पूर्ति गर्यो अर्को निक्लिहाल्छ, अर्को निक्ल्यो गऱ्यो अर्को निक्लिहाल्छ। त्यो इच्छा चाहिँ हाम्रो कहिले पनि पूर्ति हुँदैन। जब हामीले गुरु दरबार एउटा त्याग र तपस्याको भूमि हो, यहाँ गएर हामीले कष्ट पायौँ भने पनि यो शरीरलाई कष्ट हुँदैछ तर आत्माको त उद्धार हुँदैछ भन्ने भाव राखेर हामीले सेवा भाव गऱ्यौँ भनेदेखि हामीले कमी पाउँदैनौँ। तर अब महाराजी माताजीको जीवनलाई हेरौँ, दिव्य व्यक्तिको जीवनलाई हेरौँ, अब हाम्रो ती गौरीका माताजीलाई हेरौँ, उहाँलाई के खाँचो छ बिहानको 2 बजी रातिसम्म पण्डालको स्टेजमा खोज्ने। त्यो एउटा त्याग हो त, उहाँले सिकाउनु हुँदैछ नि त हामीलाई। श्री आइसी महाराजको खेल्ने टाइम हो नि, तर उहाँहरू रातभरि हामीसँग नै त्यहाँ हुनुहुन्छ। यो सबै कुरोलाई हामीले आउने दिनमा ध्यान राखेर हामीले खुब भजन सुमिरन गरेर गुरुद्वाराको सेवामा आज म यति गर्दैछु अझै म बेसी गर्न पाऊँ भन्ने भाव राखेर हजुरले सेवामा जोडिदिने र अगाडि कार्यक्रमहरूमा सन्तमानलाई सहयोग पहुँचाउने प्रचारमा भन्ने म भावलाई राख्दै अगाडिको दिनहरूमा हाम्रो जो पनि कमी कमजोरी भएको छ त्यसलाई राम्रो सुधार गर्ने अनि कुनै पनि कार्यहरूमा हामीले समाजमा हामी जाँदाखेरि हाम्रो भाइ बहिनीलाई, युवा भाइ बहिनीलाई, बालसभाको नानीहरूलाई हामीले त्याग र तपस्याको भाव हालिदिने, उनीहरूले